कर्कलो चाहिँ कसको फेभरेट हो। आज चाहिँ कर्कलो तरकारी खाउँ है। फर्स्टचोटि पकाउन लागेको कस्तो हुन्छ हेरौँ। सुरुमा मैले केलाएँ यसलाई राम्ररी। यसरी केलाउनु पर्ने रहेछ। मलाई पनि थाहा थिएन यसरी केलाउनु पर्ने रहेछ। केलाउँदा चाहिँ यतिको भएको थियो। मैले यसलाई 2-3 चोटि मजाले पखालेँ। आफ्नै बारीको फ्रेस तरकारी खान पाउँदा खुसी लाग्दो रहेछ। मेहनतको फल यो मेरो। यसमा चाहिँ मैले खोर्सानी, लसुन, आलु, प्याज हालेको छु। जापानको कर्कलो तरकारी नेपालको जस्तो हुने हो कि नहुने हो। म चाहिँ यसरी पकाउन थालेको छु है। यसमा चाहिँ मैले के हालेको छु सबै भिडियोमा देखाएको छु। तपाईहरुले भन्नु होला है के राख्न छुटाएँ मैले भनेर। मलाई चाहिँ खासै राम्ररी पकाउन आउँदैन। यो पनि मैले युट्युब हेरी सिकेको हो। मेरो मम्मीले चाहिँ के गरेर खान्छ होला भोलि पर्सि भन्नुहुन्थ्यो। हेर मम्मी, जापानमा म कर्कलो तरकारी पकाएर भात खाँदैछु। यसरी 4-5 सुठी दिएपछि यो चाहिँ मजाले पाक्ने रहेछ। पाकेपछि चाहिँ यतिको भएको थियो। खानासँग खाँदा चाहिँ एकदम मिठो भएको थियो यो तरकारी। हजुरहरू कसरी खानुहुन्छ?